काम त मेरो हेर्नु नि त्यहाँ बारी कुनै खाली छैन कहाँ कामले म बाउ जस्तो जुल्दैन कि त्यो खाने त सधैँ पहिरा डर हुन्छ क्या के को जेउडाले त लगभग खाना भोन्टे के गरे त्यस्तै पानी खान्छ हरभरे होइन मलाई यस्तैको ठिक छ गर्मी भएर हिजो रात गई नआइपुग्यो तपाईँको कोठा त होइन लाइन दुइटै छैन अँधेरै छैन यही कोठा सुत्नुहुन्छ त अँधेरो रहेछ बा माथि सुत्ने धेरै आउँथेँ म यहाँ कपडा फोल्ड गरेर धोइदिनु पर्छ अलिअलि बाबुलाई जति नराखे फल साह्रो होइन बाबु सबै गयो कि गाउँले त उहाँ बिना त फेरि सबै चल्ने छैन संसार गर्नु त बराबर गाडी गर्नुपर्छ त्यही त बाबु कर्तव्य निभाउने हो त यसमा गर्ला भने भइएन दसैँ आइगला छोड्न सक्ने छोड्नुहोस् बाबा भन्नु पर्दैन त्यस्तो नाति छोड्नुहोस् ल यो हाम्रो पुवाडल्याको घर हो है यो बस्न त हुन्छ यही घर छोडेर हामी काठमाडौँ गएको हो उहाँ जेठबुवा हुनुहुन्छ मेरी महारानी गृहमन्त्रीजी हुनुहुन्छ यहाँ मेरो प्राइम मिनिस्टर हुनुहुन्छ उहाँ त्यस पछाडि यो पुछराई पिपल भन्थ्यौँ हामीले यो पुछराई पिपल हो पुछराई पिपल अनि त्यसपछि यो पारि मेरो ससुराली गाउँ बिसाउन ल्याएर चाहिँ मेरो ससुराली घर यहाँ बुट्टाभित्रको हो यो चाहिँ मेरो ससुराली घर हो बुट्टाभित्र देखिएको छ यता बिरकोट ल बिरकोट यो बिरकोट भयो यो माथिल्लो देखेको डाँडा चाहिँ ददल्का अनि त्यसपछि ददल्का पछि उता अर्लाङकोट अर्लाङकोटपट्टि दासीकोटपट्टि ठुलाखर्का ओ वामी मैदान वामी मैदान हो जहाँ चाहिँ आकाशको चाहिँ डाँडा देखिन्छ डाँडा र आकाश छुट्टिएको जस्तो देखिन्छ जोडेको जस्तो त्यसलाई चाहिँ वामी मैदान भन्छन् त्यो गुल्मीमा पर्छ त्यो ददल्का पनि गुल्मी हो यो घरहरू देखेको बाक्लो घरहरू देखेको बिरकोट हो भने त्योभन्दा परिको ठाउँ ददल्का हो त्यहाँ माथि उर्लेनी पर्छ डाँडाबासे भन्छन् त्यतातिर डडुबिसे अनि यता चाहिँ यो छिसा त्यो अग्लो डाँडो चाहिँ रिगा ठुलो रिगा त्यो यता झारसादी पर्छ यो चाहिँ जर्सी गाई
पहिला यहाँ हामीले चाहिँ एउटा काली भैँसी अन्ने थियो, काली भन्दा भन्दा गर्थ्यो। अहिले गाई छ त्यहाँ, यता भैँसी छ नि राम्रो राम्रो बाछी बर रहेछ। यता यो तरुलको झाल लान्सी पहिलाको हाम्रो घर हो यो। यही घर छोडेर हामी काठमाडौँ गएको लान्सी छ। यहाँ भैँसी यहाँ रहेछ खालि। त्यो हाम्रो पुरानो टोइलेट हो, त्यो पुरानो टोइलेट। यो मैले लगाएको बेलौती हो। यो अहिले बुढो भए चाहिँ मरिसकेछ। अमिलो यी लगाएपछि यस्तो राम्रो अमिलो फलेछ। हक्क लगाएन त अमिलो, लगाएन अमिला कति राम्रो खान लगाएन। अमिलो भक्कु होइन भक्कु। यो कुटबिरा बुढामा ढुकुरले गुड लाउँछ, म चाहिँ ऊ त्यो टोप्पामा गएर ढुकुरका बच्चा निकालेर पाल्थेँ क्या मैले सानोमा है। कोटेर यही हो। यहाँ माथि पहिला दार थिए हाम्रा मस्तै बेच्थ्यौँ। ए बाछी बर रहेछ। यो पाडी रहेछ, भर्खर बिहा रहेछ भैँसी पनि। काली भैँसी सुहाँ गरेछ। हाम्रो जेठियामा केही भएर पर्दैन, के हुन्छ र। यो चाहिँ हाम्रो धारो बनाएको हामीले पहिलेदेखि है। यो किचन, यो किचन है। यो खुसी भएर यहाँ बस्न खान्छ। मलाई जिस्का खान्छ। काठमाडौँ गएर तल यहाँ लेम्ला गाउँ तल ल्याउँ न बेलौती खाला चोरेर नचल नपिटको मेरो भाइलाई। यिनले पिटेकी घर आएर दुध पिउन लाग्यो। दुध दुध टिका पनि लगाइयो। जेठो बुवा जेठी आमाले टिका पनि लगाइदिनु भयो। जेठी आमा, मेरो बुढी, ऊ जेठो बुवा, सालो भाइ, अनि एउटा सालाको भाइ मेरो भदा भाइ हिरो डन उहाँ बसेको छ। खुट्टा हल्ला छ। मलाई जिस्काउँछ बारम्बार।